आदरणीय ग्राहक महानुभावहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष 2082 को प्रारम्भसँगै प्रभु क्यापिटल तथा यस कम्पनीका एमडी म आशिष गौतम तपाईहरूप्रति हामी हार्दिक आभार तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। विगतका वर्षहरूमा तपाईहरूको विश्वास, साथ र साझेदारीले हामीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ऊर्जा दिनुभएकोले यस वर्ष हामीले लगानीका नयाँ आयामहरू एसआइएफ, कर्पोरेट एडभाइजरी तथा एसआइपी प्रारम्भ गर्न गइरहेका छन्। शेयर बजारमा सानो सानो लगानीको पहल गर्नाले आर्थिक स्वतन्त्रताको ढोका खोल्छ। समयमै बचत र लगानी गर्दा दीर्घकालमा आर्थिक समृद्धि सुनिश्चित हुन्छ। यसका लागि प्रभु क्यापिटलले लगानीको पहिलो खुड्किलोमा साथ दिँदै यहाँको लगानीको यात्रा स्मार्ट सुरुवात गर्न डिम्याट खाता सेवा दिनुदेखि शेयर बजारमा लगानी गर्न चाहने तर पर्याप्त ज्ञान नहुने, व्यस्त रहने वा विशेषज्ञको सेवा लिन चाहने ग्राहक महानुभावहरूलाई हामीले विभिन्न किसिमका पीएमएस प्रडक्ट मार्फत विशेषज्ञको सेवा दिएर तपाईहरूको लगानीलाई जोखिम न्यूनीकरण गर्दै लगानी गरी उत्कृष्ट प्रतिफल प्रदान गरी वित्तीय लक्ष्यको प्राप्तिमा सहजीकरण गर्दछौँ। हाम्रो लक्ष्य सदैव तपाईहरूको व्यावसायिक लगानीमा पर्याप्त मार्गदर्शन गर्नु हो। यसका साथै प्रभु क्यापिटलले भोलिका अग्रणी व्यवसायहरूमा लगानी गर्न चाहने ठूला लगानीकर्ताका लागि एसआइएफ तथा प्राइभेट इक्विटी जस्ता सेवा दिनेछौँ, जसमा पूर्ण रिसर्च गरी हामी उत्कृष्ट व्यवसायहरूमा लगानी गर्छौँ र तिनीहरूलाई अझ उत्कृष्ट बनाउन मद्दत गर्दछौँ। आगामी वर्षमा पनि हामी तपाईहरूलाई अझ राम्रो र विश्वसनीय सेवा दिने बाचा गर्दछौँ। हाम्रो सेवा र विशेषज्ञताले यहाँहरूको विश्वासिलो साथ भएमा मात्र पूर्णता पाउनेछौँ। साथै तपाईहरूको निरन्तर समर्थन र सहयोगको अपेक्षा राख्दै यस नयाँ वर्षमा तपाईँ र तपाईँका प्रियजनहरूलाई सुख, समृद्धि र वित्तीय सफलताको शुभकामना दिँदै पुनः एकपटक नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।